हेलो एभ्रिवान नमस्ते। आज हामी गङ्गबुमा रहेको शक्ति एक्स जिम एन्ड फिटनेस वान अफ द वेल इक्विप्ड मोडर्न जिम इन नेपाल काठमाडौँ भनौँ न, गङ्गबुमा रहेको एउटा जिममा छौँ। इट्स अमेजिङ टु बी हियर। अनि हामीसँग हुनुहुन्छ हाम्रो यहाँको ट्रेनर, वान अफ द इन्टरनेसनली सर्टिफाइड ट्रेनर बिहान टाइमको मिस्टर मनु थापा सर। सरलाई स्वागत छ। नमस्ते। आज चाहिँ हामी सरसँग दुई चारवटा सप्लिमेन्टको बारेमा सोध्न गइरहेका छौँ। सायद यो भिडियो हजुरलाई पनि एकदमै युजफुल हुन सक्छ। म लिस्ट गरेर सरहरूलाई वान बाई वान सोध्न गइरहेको छु, कृपया ध्यान दिएर सुनिदिनु होला। स्वागत छ हजुरलाई हाम्रो सानो पोडकास्टमा। धन्यवाद। जस्तै हजुरले जुन यहाँ पर्सनल ट्रेनिङ गरिरहनु भएको छ, हजुरले यहाँको मेम्बरहरूले पनि हजुरलाई अभियसली सोध्नु त हुन्छ होला, मलाई पनि एउटा क्युरियोसिटी भएर हजुरलाई सोध्न मन लाग्यो। जस्तै मान्छेहरूको एउटा जिम वर्कआउट गर्न थालिकन चाहिँ एउटा वे प्रोटिन खाने जुन चलन छ नि, त्यसको चाहिँ हेल्थमा कस्तो बेनिफिट हुन्छ र त्यो कति बेला खाँदा चाहिँ त्यसको बेस्ट रिजल्ट पाइन्छ, त्यो छोटकरीमा राखिदिनु होला नि। वे प्रोटिन भनेको चाहिँ नेचुरल बेसमा पनि पाइने कुरालाई चाहिँ एउटा सप्लिमेन्टको बेस सजिलै एउटा बोक्न सजिलो अनि खान पनि सजिलो, मिठो पनि हुने हिसाबले बनाएको एउटा प्रोटिन बेस पाउडर नै हो। हजुर होइन, अब सक्नुहुन्छ भने त सबैले नेचुरली खाएकै राम्रो भन्थे पहिला हामीलाई चाहिँ त्यही भन्नुहुन्थ्यो। अनि आजको सिनारीमा यो फेरि नराम्रो होइन। कतिपय मान्छेलाई के भन्छ भने वे प्रोटिन खायो भने ज्यान बिग्रिन्छ होला, स्वास्थ्य बिग्रिन्छ होला भन्ने हुन्छ। हामीले नेचुरली भ्याउँदैनौँ। कहिले कतिपय मान्छेहरू यस्तो हुन्छ, आज यहाँ इन्स्ट्यान्टली खाएर तुरन्तै वर्कमा हिँड्नुपर्ने हुन्छ, गाडीमा ट्राभल गर्नुपर्ने हुन्छ, वर्कआउट सकाउन साथी हिँड्नुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ सबैभन्दा सजिलो हामीलाई खान सजिलो हुने खानेकुरा हो। होइन, यो चाहिँ माइक्रोन्युट्रिएन्ट होइन, म्याक्रोन्युट्रिएन्ट भित्र पर्ने कुरा हो। वे प्रोटिन भनेको चाहिँ एउटा के भन्ने, एउटा मसल्स रिकभरीको लागि, मसल्स ब्रेकडाउन गर्छ हामीले वर्कआउटबाट भने चाहिँ त्यसलाई चाहिँ हामीले अब रिकभर चाहिँ दिनु पर्यो, केही एउटा सोर्स दिनु पर्यो, मसल्स बाँच्ने एउटा आधार दिनु पर्यो, त्यसको चाहिँ एउटा फर्म हो। अनि यो खाँदाखेरि चाहिँ हजुरलाई अब जस्तो कतिपयले कति बेला खाने भन्ने प्रश्नहरू आउन सक्छ। वर्कआउट सकिसकेपछि खाइदिन्छ। धेरैजनाले देखेको अनुसार मैले देख्छु, वर्कआउट सकेपछि मान्छेको मेन्टालिटी के छ, मैले जिम गरेँ अब प्रोटिन खाइहाल्नु। मैले अघि पनि एउटा उसमा उदाहरण दिँदै गर्दाखेरि चाहिँ हामीलाई चाहिने भनेको कार्बोहाइड्रेटसँग प्रोटिन चाहिने हो, तर इन्स्ट्यान्टली वर्कआउट पछाडि चाहिँ हामीलाई प्रोटिन चाहिँदैन। केही समय हामीले होल्ड गर्न सकिन्छ होइन, तर हामीले त्यो प्रोटिन खाँदाखेरि चाहिँ कमसे कम पनि कार्बोहाइड्रेट इन्टेक गरिसकेको हुनुपर्छ बेटर रिजल्टको लागि, ताकि त्यसमा भएको एमिनो एसिडलाई चाहिँ बडीले ग्लाइकोजनमा कन्भर्ट गर्न नपरोस्। हामीले कार्बोहाइड्रेटसँग पोस्ट वर्कआउटमा चाहिँ आधी घन्टा 45 मिनट भित्रमा चाहिँ हामीले खायौँ भने चाहिँ प्रोटिनले बेस्ट रिजल्ट दिन्छ। ओके, भनेको मतलब हाम्रो नेपाली जुन फुड हुन्छ त्यसमा त हामीलाई एडिक्वेट प्रोटिन हुँदैन। सो एज इन वे प्रोटिन लिँदा पनि त्यसले बेस्ट नै हुन्छ, हेल्थलाई नेगेटिभ एस्पेक्ट चाहिँ केही पनि गर्दैन। अलिकति कस्तो हुन्छ भने कस्टली हुन आउन सक्छ, कति बेला लोको एक डब्बालाई यति पर्न आउँछ, धेरै पैसा पर्यो भन्ने एउटा ऊ हुन सक्छ। तर क्यालकुलेसन गर्ने हो भने स्कोप वाइज रूपमा त्यसमा एउटा चम्चा हुन्छ, स्कोप भनिन्छ, त्यसो हेर क्यालकुलेसन गर्ने त्यति धेरै महँगो पर्दैन, ठिकै हुन्छ। त्यो भएर राम्रो पनि सामान हो। हजुर सर। अनि जस्तै अब एउटा यङ्स्टरहरूमा कस्तो छ भने एउटा अहिले ट्रेन्डै छ, अब आइएम टकिङ अबाउट द नेक्स्ट सप्लिमेन्ट है, जुन क्रिएटिन, वान अफ द वर्ल्ड मोस्ट भनौँ न तपाईँको धेरै सर्च गरिएको प्रोडक्ट भनेर भन्छ है। त्यो विषयमा चाहिँ के छ, क्रिएटिन खान एज ग्रुप केही म्याटर गर्छ कि कति बेला खाने, कस्तो के छ, अनि त्यसको बेनिफिट के छ सर? अब प्रोडक्टमा पनि अलरेडी नै त्यसो लेखेर नै आएको हुन्छ, यतिसम्म उमेरकोले खाने भनेर नै होइन। अब 15 वर्ष 18 वर्षभन्दा मुनिकोले नखानु नै भनेको हुन्छ त्यसमा चाहिँ होइन। अब त्यो चाहिँ अहिले रिसर्चमा पनि त्यति धेरै भइसकेको छैन, त्यो हामीले नभनौँला। तर एक्सर्साइज गर्दै गर्दाखेरि चाहिँ कतिजनाले खाने, लेडिजले खाने कि जेन्ट्सले खाने कि भन्न चाहिँ पर्दैन। त्यो जेन्ट्सले पनि खान मिल्छ र लेडिजले पनि खान मिल्छ, सबैले युज गर्न मिल्ने सप्लिमेन्ट हो। त्यसको काम के भन्दा तपाईँको मसल्सलाई पम्प अप दिने, मसल्समा भएको पानीलाई मसल्स इनर्जीको रूपमा युज गर्नको लागि दिने, पानी होल्ड गरिदिने एउटा सप्लिमेन्ट हो। अनि अब समस्या के छ भन्दाखेरि मान्छेले क्रिएटिन खायो भने चाहिँ हाम्रो किडनी जान्छ। पानी एउटा कस्तो छ भने मसल्सलाई त पानी होल्ड गर्ने चिज क्रिएटिनले गर्छ, जब हामीले पानी नै दिएन भने के चाहिँ होल्ड गर्ने त? त्यही भएर चाहिने, आफ्नो शरीरलाई चाहिने जति पानी हामीले दिइराखेका छौँ भने त्यो सप्लिमेन्टले बिगार्ने भन्ने कुरा चाहिँ हुँदैन। आजसम्म त्यो रेकर्ड छैन। त्यसको बेनिफिट चाहिँ के हो भन्दाखेरि तपाईँलाई मसल्स, हामी जस्तो निदाएको मान्छे र टाठो एकदम वार्मअप गरेको मान्छेमा जसरी फरक पर्छ, मसल्स त्यसरी नै फरक पार्ने काम गर्छ। मसल्सलाई एक्स्ट्रा एनर्जी दिने काम गर्छ होइन। अनि अर्को कुरा के छ भने कतिपय मान्छेले क्रिएटिन युज गर्दाखेरि कि त ड्युरिङ वर्कआउट नै युज गरिराखेको हुन्छ, कि भने चाहिँ उसको
आउनुभन्दा अगाडि खाएर आइदिन्छ। ओके, प्री वर्कआउट जस्तो। आज खाएको चिजले आजै दिने काम गर्ने चाहिँ क्रिएटिन होइन है। क्रिएटिनले भनेको आज भनेको बिस्तारै बिस्तारै भोलि पर्सि काम गर्दै जान्छ। हजुर। भोलि पर्सि भनेको चाहिँ आज खानु भएको छ भने भोलि काम बेटर गर्छ। त्यही भएर चाहिँ मैले चाहिँ सजेस्ट के गर्छु भने मैले युज गरेको अनुभवमा, म फेरि डाइटिसियन होइन, मैले युज गर्दै गर्दाखेरि आज जति अनुभव देखेको छु सुनेको छु त्यो हिसाबले भन्दा चाहिँ तपाईँ प्रोटिनसँग मिसाएर खानुहोस्। पोस्ट वर्कआउट मिलमा भोलिको लागि इफेक्टिभ काम गर्छ ओके, र राम्रो सप्लिमेन्ट हो। सब अहिले रिसर्चले डक्टरहरूले भनेको अनुसार पनि हामीले हेर्दाखेरि चाहिँ अझ अहिले त के भन्दै हुनुहुन्छ धेरैजनाले भन्दाखेरि महिलालाई पुरुषलाई भन्दा पनि बढी त महिलालाई चाहिन्छ भन्दैछ। ओके, त्यो त प्रपरली हेर्दैछन् गर्दैछन् होइन। भन्नुको अर्थ के भने महिला पुरुषलाई छुट्याउनु पर्ने जरुरी छैन, हामी सबैले बराबर युज गर्न। उमेर वाइज हिसाबले हेर्दा चाहिँ 18 वर्ष मुनिकोले चाहिँ सकेसम्म सप्लिमेन्टहरू युज नगर्नु नै भनेको छ, नेचुरल बेस नै जानुहोस् भनेको छ होइन। 18 वर्ष माथि गइसकेपछि चाहिँ तपाईँले युज गर्नुपर्छ भनेर प्रडक्ट नै लेखेको हुन्छ होइन। त्यो चाहिँ उहाँहरूलाई नै थाहा छ कसरी के भनेर लेख्नु भएको छ। जुन नलेजको हिसाबले हामीले हेर्ने हो भने चाहिँ खान मिल्छ। ओके ओके, थ्याङ्क यू सो मच सर। अनि मुभिङ अन टु नेक्स्ट प्रोडक्ट है, जस्तै हामी फिस ओइल या ओमेगा 3 एउटै भन्छ, त्यसको चाहिँ हेल्थमा कस्तो खालको बेनिफिट हुन्छ सर? बेनिफिट भनेको चाहिँ यस्तो छ, हामीले जिम गयौँ, बाइसेप बनायो, चेस्ट बनायो, लेग यत्रो यत्रो छ, एब्स देख्यो, ठिक छ, तर के हामी भित्रबाट फिट छौँ त? एक्ज्याक्टली, हजुर। यो चाहिँ माइक्रो न्युट्रिएन्ट भित्र पर्ने कुराहरू भयो। जस्तो हामीले फिस खाँदाखेरि पाइन्छ, फिस ओइल बेसिकली ओमेगा 3 भनेको फिसबाट पाउने कुराहरू भयो। नेपालमा चाहिँ प्रपरली एउटा फ्याट फ्री फिस भनेर पाउन गाह्रो छ हाम्रो सिनेरियो हेर्ने हो भने चाहिँ। त्यसको कारणले गर्दा नि हामीलाई सजिलो एउटा सप्लिमेन्ट के खाने त भन्दाखेरि ओमेगा 3 हामीलाई सजिलो छ, एउटा सप्लिमेन्टको बेसमा आएको छ होइन। अनि जनरली सबैले त्यही युज गर्दै गर्दाखेरि यो के को त भन्दाखेरि चाहिँ एक त हाम्रो एउटा स्किनको लागि राम्रो गर्ने भयो, अर्को भनेको हाम्रो मुटुको लागि राम्रो गर्छ यो, अनि आँखाको लागि यो चिजको लागि चाहिँ सेफ्टी वाइज कतिपयले भन्छ हामीलाई डक्टरले भनेको अनुसारै हुन्छ, डक्टरले के फार्मेसीबाट हुन्छ भन्नुहुन्छ। फार्मेसीबाट लिने भनेको चाहिँ बिग्रिसकेकोलाई सपार्ने कुरा भयो। हामीले चाहिँ सप्रिन्छ त अथवा बिग्रिन चाहिँ नदिउँ है त, यसलाई बरु बेटर बनाऊ है त भन्ने हिसाबले चाहिँ हामी फिट हुन आएको हो नि त। बिग्रेको चाहिँ सपार्न आएको होइनौँ हामी, चाहिँ बिग्रेला है त्यो ठाउँमा नजानको लागि चाहिँ हामी अवेर हुनको लागि यहाँ माथि उँभो जाने हामी उँधो नजाओस्, प्रिभेन्ट गर्न खोजिरहेको छौँ, क्योर गर्नको लागि चाहिँ एकदम बेस्ट सप्लिमेन्ट। ओके, मुभिङ अन टु नेक्स्ट है सर। अब यो मल्टिभिटामिन्सको पनि एउटा ट्रेन्ड छ, मान्छेहरूले यो त जेनरली केही नै नभएको मान्छेले पनि खानु, इभन वर्कआउट नगरेको मान्छेले पनि खान मिल्छ भन्नुहुन्छ, यो सम्बन्धी चाहिँ के छ हजुरले? मल्टिभिटामिन भनेको चाहिँ माइक्रो न्युट्रिएन्ट भयो हजुर। अब मान्छेलाई कतिपय लाग्छ डक्टरले दिन्छ नि त त्यही खाइरहेको छु मैले भन्नुहुन्छ। एउटा डक्टरले दिन मिल्ने राम्रो चिज भनेको भिटामिन डी, जो भिटामिन डी को कमी हुनेले पाउने भयो। तर मल्टिभिटामिन भने चाहिँ मल्टिपल भिटामिन्सहरू जति फलफुलहरूबाट सागसब्जीहरूबाट पाइन्छ। र प्रोडक्टहरू हामीले कतिपय अवस्थामा खोजेर खान नसकिने हुनसक्छ, जस्तो सिजनेबल फ्रुट भने सिजनमा मात्रै पाइने भयो, सिजनमा नपाइने भयो। बडीलाई मल्टिभिटामिन त एनी टाइम चाहिन्छ भन्दाखेरि यो सजिलो एउटा इन्ग्रेडिएन्ट, धेरै इन्ग्रेडिएन्ट हालेर बनाएको सप्लिमेन्ट हो मल्टिभिटामिन। यसले चाहिँ के गर्छ भन्दा एक त हाम्रो जोइन्ट सेफ गर्ने भयो, हाम्रो भेन्स भनेको नसाहरू पनि सुरक्षित राख्ने भयो। त्यतिका साथसाथै जति पनि हामीले म्याक्रो न्युट्रिएन्ट खान्छ त्यसलाई राम्रोसँग प्रपरली काम गर्न दिनको लागि सप्लाई गर्ने एउटा सप्लायर्स भन्न पनि मिल्यो, त्यो चाहिँ मल्टिभिटामिन हो। त्यो हामीले एकदम जनरली नै खानुपर्छ र कतिपयलाई त अझै पनि अवेरनेस भइसकेको छैन ओमेगा 3 खानुपर्छ र त्यस्तो ट्याब्लेट नै खाने हो र औषधि हो नि त भन्ने छ। यो औषधि होइन, औषधिको फर्ममा भएको चाहिँ हामीले सप्लिमेन्ट त्यो जस्ट हामीले शरीरलाई स्वस्थ राखिराख्नको लागि, बिग्रिनेकोलाई सपार्ने होइन कि बिग्रिन नदिनको लागि चाहिँ चाहिने हामीले जुन र प्रोडक्टबाट पाउने चिज छ त्यसलाई एकैचोटि मिलाएर बनाएको प्रोडक्ट खाएको मात्रै हो। त्यही भएर मल्टिभिटामिन चाहे क्रिएटिन हो चाहे व्हे प्रोटिन हो, यो सबै एउटा खानेकुराको एउटा र प्रोडक्ट हो, चाहिँ एउटा रिफाइन्ड प्रोडक्ट हो। भनेको चाहिँ रेकर्ड छैन। समग्रमा भन्नुपर्दा चाहिँ हजुरले हाम्रो डायटबाट हामीलाई कुन कुन तत्त्वहरू हामीले पाउँदैनौँ त्यसलाई चाहिँ हामीले एक्सटर्नली प्रोभाइड गर्ने कुराहरू, यो भनेको न्युट्रिएन्ट्समै पर्न गयो। ओके, अनि लास्टली यो पोडकास्टलाई अलिकति अब सर्टकट नै बनाऊ। लास्टली जुन हाम्रो प्री वर्कआउट खाने ट्रेन्ड छ नि, जुन प्याकेटमा आउँछ है, त्यसको विषयमा चाहिँ हजुरले के भन्नुहुन्छ? त्यो प्री वर्कआउट खानु त्यसले चाहिँ हामीलाई कसरी चाहिँ हेल्प गर्छ? अब एउटा कुरा कस्तो भने अघि मैले क्रिएटिनको पनि कुरा गरेँ, एउटा प्री वर्कआउट, यो दुईवटा प्रोडक्ट मान्छेले सेम भन्छ है। जस्तो क्रिएटिनलाई प्री वर्कआउटको रूपमा युज गरिरहन्छ अनि प्री वर्कआउटलाई क्रिएटिनको रूपमा युज गरिरहन्छ। यसमा डिफरेन्सेस भनेको चाहिँ
क्रिएटिनले चाहिँ तपाईँको मसल्सलाई बिउजाउने काम गर्छ भने Okay. प्री वर्कआउटले चाहिँ तपाईँको माइन्डलाई बिउजाउने काम गर्छ तपाईँको Okay. टाटो बनाइदिने काम गर्छ जसरी हामीले निन्द्रा बिउजाउन हामीले क्याफिन खान्छौँ Caffeine, कफी खान्छौँ हजुर। यो त्यही काम हो सर्टेन टाइमलाई काम गर्छ हो अघि हामीले के भन्यो मैले के भन्दै थिएँ भने क्रिएटिनलाई चाहिँ बिफोर वर्कआउट खाने होइन होइन। पोस्ट वर्कआउट खाने हो भन्दै गर्दाखेरि प्री वर्कआउटलाई चाहिँ बिफोर वर्कआउट खाने हो Okay. आफ्टर बिफोर हाफ एन आवर बिफोर 1 आवरको बिचमा चाहिँ खानु पर्यो भने 1 घन्टा अगाडि अथवा आधी घन्टा अगाडि खानु पर्यो त्यसले चाहिँ के गर्छ तपाईँको माइन्डलाई चाहिँ टाठो बनाइदिन्छ ताकि अल्छी लागेको छ भने पनि Energize म गर्न गरिदिन्छ। सक्छु भन्ने चाहिँ माइन्डले चाहिँ तपाईँलाई फोकस गराइदिने काम गर्छ जस्ट त्यति ओके हुन्छ आजको लागि यति नै सरसँग भएको इन्फर्मेसनहरू सायद हजुरलाई पनि हेल्पफुल हुन्छ होला अनि इफ यु आर यो लोकल एरिया गङ्गोबु एरियामा हुनुहुन्छ र वर्कआउट गर्ने सोचमा हुनुहुन्छ भने आई डेफिनेटली वान्ट टु रेकमेन्ड यु टु शक्ति एक्स जिम एन्ड फिटनेस यहाँ इक्विपमेन्ट वाइजदेखि लिएर पर्सनल ट्रेनर प्लस यहाँको स्टाफहरू सबैजना एकदम फ्रेन्डली हुनुहुन्छ गुड लक फर यर फिटनेस जर्नी एन्ड थ्याङ्क यू सो मच फर यर टाइम सर थ्याङ्क यू